अध्याय 1 अदृश्य जालको सुरुवात। काठमाडौँको व्यस्त सरकारी अड्डामा कार्यरत रामचन्द्र एक प्रतिष्ठित व्यक्तित्व थिए। बाहिरबाट हेर्दा सबै कुरा ठिक देखिन्थ्यो, तर भित्रभित्रै उनी कार्यबोझ र पारिवारिक अपेक्षाको चेपुवामा थिए। 30 वर्षको उमेरमा पुग्दा उनले महसुस गरे कि उनले तनाव भुल्नका लागि मदिराको सहारा लिन थालेका छन्। वैज्ञानिक भाषामा यसलाई स्ट्रेस बफरिङ भनिन्छ, जहाँ मानिसले आफ्नो नकारात्मक भावना लुकाउन रक्सी रोज्छ। रामचन्द्रले सम्झिए, उनको यो बानी त 12 देखि 21 वर्षको उमेरको त्यो विन्डो अफ भल्नरेबिलिटी, जोखिमको पहिलो झ्यालमै सुरु भएको थियो, जब साथीभाइसँगको लहैलहैमा उनले पहिलो पटक स्वाद चाखेका थिए। अहिले मध्य उमेरमा पुग्दा यो उनको दैनिक आवश्यकता बनिसकेको थियो। उनलाई अब रक्सी नपिई निद्रा लाग्दैनथ्यो र बिहान उठ्ने बित्तिकै उनको हात काप्न थाल्थ्यो। अध्याय 2 शरीरको विद्रोह र लक्षणहरू। रामचन्द्र अब प्रब्लम ड्रिङ्कर मात्र थिएनन्, उनी एल्कोहलिक बनिसकेका थिए। उनमा टलरेन्स यति बढेको थियो कि अरूलाई लठ्याउने मात्राले उनलाई सामान्य मात्र बनाउँथ्यो। उनले कतिपटक त ब्ल्याकआउट समस्या पनि भोगे। पिउँदा पिउँदै के भयो र कसरी घर पुगे उनलाई केही याद हुँदैनथ्यो। एक दिन स्वास्थ्य जाँच गर्दा डाक्टरले उनलाई गम्भीर चेतावनी दिए। रक्सीले उनको कलेजोमा सिरोसिसको सुरुवात गरेको थियो, रक्तचाप आकाशिएको थियो र बिस्तारै उनको मस्तिष्कमा ब्रेन एट्रोफी समस्या देखिन थालेको थियो, जसले गर्दा उनको निर्णय लिने क्षमता र स्मरण शक्ति कमजोर हुँदै गइरहेको थियो। डाक्टरले भने, रामचन्द्रजी, विश्वभर हरेक वर्ष 79,000 भन्दा बढी मानिसले यसै कारण ज्यान गुमाउँछन्। के तपाईँ अर्को तथ्याङ्क बन्न चाहनुहुन्छ? अध्याय 3 सामाजिक र आर्थिक सुनामी। रक्सीको असर उनको शरीरमा मात्र सीमित रहेन। एक साँझ नशाकै सुरमा मोटरसाइकल चलाउँदा उनको भयानक दुर्घटना भयो। तथ्याङ्कले भन्छ कि 32% सडक दुर्घटना मदिराकै कारण हुन्छन्। उनी त बाँचे, तर उनको उपचार र मोटरसाइकल मर्मतमा ठूलो रकम खर्च भयो। आर्थिक रूपमा उनले हिसाब गरे रक्सीकै कारण उनको उत्पादकता घटेको थियो, बिदा धेरै बस्नु पर्थ्यो र उपचारमा पनि हजारौं सकिएको थियो। विश्वव्यापी रूपमा मदिराले अरबौं डलरको आर्थिक क्षति पुर्याउँछ। घरमा पनि उनी आक्रामक हुन्थे। रक्सीले उनको इन्हिबिसन हटाइदिएको थियो, जसले गर्दा उनले आफ्नी श्रीमती सीता र छोराछोरीलाई सधैँ त्रसित पार्थे। सामाजिक एक्लोपन र मानसिक तनावले उनलाई थप दलदलमा धकेलिरहेको थियो। अध्याय 4 पुनर्जन्मको बाटो र विज्ञान। सीताको दृढता र आफ्नो छोराको भविष्य सम्झेर रामचन्द्रले उपचार गर्ने निधो गरे। यो यात्रा सहज थिएन। सुरुमा उनलाई डिटक्सिफिकेसनका लागि अस्पताल भर्ना गरियो, जहाँ चिकित्सकको निगरानीमा उनको शरीरबाट रक्सीको विष निकालियो। उनलाई नाल्ट्रेक्सोन जस्ता औषधिहरू दिइयो, जसले मस्तिष्कमा रक्सीको पुरस्कार पाउने भावनालाई ब्लक गरिदियो। उनले कग्निटिभ बिहेभियरल थेरापीका सत्रहरूमा भाग लिए। त्यहाँ उनले रक्सी पिउन उक्साउने ट्रिगर्सहरू पहिचान गर्न र तनावसँग जुझ्ने नयाँ उपायहरू सिके। उनले बुझे कि रक्सी छोड्नु भनेको केवल नपिउनु मात्र होइन, बरु आफ्नो जीवनशैली र सोच्ने तरिका बदल्नु हो। उनले अल्कोहलिक्स अनोनिमस जस्तो समूहमा आफ्नो मनका कुरा साटे, जहाँ उनले आफू एक्लो नभएको महसुस गरे। अध्याय 5 नयाँ बिहानी र सामाजिक चेतना। आज रामचन्द्र पूर्ण रूपमा सोबर छन्। उनी अहिले कम्युनिटी विद्यालयहरूमा गएर किशोर किशोरीहरूलाई सचेत गराउँछन्। उनी भन्छन्, रक्सीको विज्ञापन रोक्नु, कर बढाउनु र कानून कडा पार्नु राज्यको काम हो, सोशल इन्जिनियरिङ, तर आफ्नो जीवन बचाउनु हाम्रै हातमा छ। नेपालको पहाडी गाउँदेखि सहरका गल्लीहरूसम्म रामचन्द्र जस्ता धेरै छन्। उनको कथाले सिकाउँछ कि मदिरा एउटा रोग हो जसको उपचार सम्भव छ, मात्र एउटा निर्णय र सही सहयोगको खाँचो छ। रामचन्द्र अहिले बिहानको ताजा हावा र छोराको हाँसोमा त्यो नशा भेट्छन् जुन कुनै पनि रक्सीको बोतलमा कहिल्यै थिएन।